जो आफ्ना मनका डर र चिन्ता मसँग बाँड्छ उसलाई शान्ति प्राप्त हुन्छ। सधैँ साँचो र इमान्दार बन। साँचो हृदयको मार्ग कहिल्यै हराउँदैन। यदि तिमी आफ्नो हृदयमा शान्ति चाहन्छौ र आत्मामा भरपर्दो शक्ति खोज्छौ भने मेरो शब्दमा विश्वास गर। जो आफ्नो जीवनमा मसँग पूर्ण रूपमा विश्वास राख्छ उसले कहिल्यै निराशा महसुस गर्दैन। म उसको ढोका खोल्नेछु र असीम आनन्द र शान्तिमा प्रवेश गराउनेछु। म आरम्भ हुँ र अन्त्य हुँ। जो मलाई पछ्याउँछ उसले जीवनमा साँचो शान्ति र आनन्द पाउँछ। आजकाल दुष्ट आत्मा धेरै शक्तिशाली छन् र मानवलाई आक्रमण गर्छन्। त्यसैले मेरो नाम बोल र दुष्ट आत्माले तिमीलाई हानि गर्न सक्दैन। विश्वासले छोटो बाटोलाई पनि जीवनभरको प्रकाश बनाउँछ। जो मलाई पछ्याउँछ उसले जीवनमा अन्धकार होइन प्रकाश पाउँछ। जो मानिस मलाई पछ्याउँछ उसले जीवनका सबै डर र पीडामाथि विजय पाउँछ। म उसलाई कहिल्यै त्याग्दिन र कहिल्यै छोड्दिन। Evil spirits are powerful these days, and they attack human beings. आजकाल दुष्ट आत्मा धेरै शक्तिशाली छन् र मानवलाई आक्रमण गर्छन्। त्यसैले मेरो नाम बोल। जो मलाई पछ्याउँछन् उनीहरू कहिल्यै दुखी हुँदैनन् र जब पनि तिमी जीवनमा कमजोर महसुस गर्छौ म सधैँ तिमीलाई जोगाउँछु। यदि तपाईले म र मेरो सन्देशमा विश्वास गर्नुहुन्छ भने यसलाई सबै ठाउँमा शेयर गर्नुहोस्। तपाईको इच्छा पूरा हुनेछ। यस भिडियोमा यदि तपाई साच्चै मलाई फलो गर्नुहुन्छ भने लाइक गर्नुहोस् र आमेन